ठग्ने आइडिया पनि कति हो क्या कति। हामी साहबकी एकजना दिलमाया मगर भन्नेले नक्कली चाहिँ असाई बनेर एउटा पसलबाट चाहिँ नक्कली तिरहरी चाहिँ धितो राखेर 11 लाख रुपियाँ ठगिछन् क्या। पैसा ठग्ने जुक्ति त मान्छेले लगाइ नै हाल्छ जसरी भए पनि हैन। फेरि पनि अब एकपटक ठगिसकेपछि चुप्प लागेर बसिराख्नु पर्दैन हैन। फेरि अर्को पसलमा गइछन् त्यस्तै गरी ठग्न क्या। अब नक्कली चाहिँ तिलहरी लगिन् के लगिन् सुनका गरगहना लगेर ठग्न गइछन् क्या। अनि एकपटक त पनि जसो तसो ठग्यो होला खाइयो होला हैन। फेरि पनि प्रहरी सुन्नामा परेछन्। त्यो पनि आज कस्तो भनेपछि प्रहरीको चाहिँ युनिफर्म सहित क्या। ठग्ने आइडिया पनि कहाँबाट आउँछ है भगवान। मान्छेलाई कताबाट आउँछ यस्तै ठग्ने आइडिया। कति ठग्या हुन् कति जान्या हुन्।